अथवा पश्चिम क्षेत्रमा चाहिँ अहिलेसम्म पनि ढुङ्गे युगमा चाहिँ बाँचिरहेका छन् के मान्छेहरू कसरी बाँचिरहेका छन् होला अन्धकारमा न त बिजुली छ न त सडक छ न त बाटो राम्रो छ अब गोरेटो बाटोमा पनि कस्तो भिड छ त हेर्नु सक्नुहुन्छ तपाईहरुले पनि तर कसरी जोखिम युक्त यात्रा छ बाटो छ हेर्नुस् न एउटा खुट्टा चिप्लो भने सबै मान्छेहरू लडेर मर्छन् के त्यस्तो खतरनाक बाटोहरु छ हेर्नुस् न अहिलेसम्म पनि नेपालमा यस्तो विकट ठाउँमा मान्छेहरू कसरी बसिरहेको छ होला अहिलेको आधुनिक जमानामा बिजुली नेट सडक भएको संसारमा चाहिँ अहिले कसरी यो नेपालको चाहिँ पश्चिम क्षेत्रमा चाहिँ कसरी बाँचिरहेको होला कसरी बसिरहेको होला है मान्छेहरू यस्तो अवस्थामा पनि बिरामी मान्छेलाई चाहिँ बोकेर लगिराख्नु परेको छ अस्पताल कसरी सम्भव छ होला त अहिले सोच्नुस् न अहिलेको आधुनिक जमानामा अथवा अहिलेको कम्प्युटर युगमा चाहिँ कसरी मान्छेहरू अन्धकारमा बाँचि